हेलो साथीहरू, गुड मर्निङ। र आज चाहिँ म झोला यहाँनिर बोरा बोकेर चाहिँ खुर्सानी टिप्न जाँदैछु। यहाँ बाख्राहरू पनि छ हो। र म एक्लै घाम यस्तो लागिरहेको छ। आजको दिन चाहिँ हेर्नुहोस् ल, मध्य दिउँसो छ, एक्लै जाँदैछु म चाहिँ यहाँनिर खुर्सानी बारीमा हो। अन्त यहाँनिर बाटो चाहिँ यस्तो जङ्गलघारी छ। यहाँनिर हेर्नु बाख्राहरू चराएर चाहिँ यस्तो भइरहेको छ। म चाहिँ यहाँनिर खोर्सानी बारी पनि आइपुगेँ। अन्त यहाँ फर्सीहरू पनि छ, यो बोरामा यहाँ मैले चाहिँ अलिकति टिपेर चाहिँ यहाँनिर भर्दैछु है। यहाँनिर लगाइसकेँ यति चाहिँ। अन्त अझै म तपाईँहरूलाई टिपिसकेर देखाउँछु ल हामीले कति टिपिसक्यो। हेलो साथीहरू, म चाहिँ यहाँनिर अहिले खोर्सानी टिप्दैछु हो। एक्लै टिप्दैछु। यहाँ पछाडि हात चाहिँ छ टिप्नुपर्ने। अन्त यताको चाहिँ टिपिसकेको परको चाहिँ हो। एक्लै घोप्टेर टिपेकोले यस्तो घुच्चु गलेर कम्मर दुखेर तिन तामास भइसक्यो। साथी भए त साथीसँग गफ गर्दै टिप्दा छिटो हुन्थ्यो नि। एक्लै टिप्दैछु, कहिले टिपिसक्नु। घाम पत्ता लागिरहेको छैन। यहाँ शीतल शीतलको चाहिँ पहिला टिपिहाल्नु पऱ्यो भनेर चाहिँ टिप्दै गरेको। अनि मैले चाहिँ यहाँ टिपिसक्नु आँट्दाखेरि चाहिँ नानी पनि आइपुग्यो। यहाँ अलिक टिप्नु सकायो। त्यो भर्खर स्कुलबाट आएर भोकले हत्तु भइरहेको छ। यहाँ मैले अलिक टिप्नु सकेर चाहिँ बोक्नु पनि सकायो। यति टिपिसक्यौँ। यहाँ बोरामा पनि छ हो। अब चाहिँ यहाँनिर यति टिपिसक्यौँ। अब चाहिँ घर त लाग्दै गरेको। थ्याङ्क यू सो मच फर वाचिङ।